What is up guys? दादाले अर्को भ्लग पनि लिएर आइसकिसकेको छ। आज हामी कन्यामा आएको छौँ। ए के रे कन्यामा हिजै आएको होइन। अब हामी यहाँ आज फर्किँदैछौँ सब। त्यस भयो त्यो देखाउनु मिल्दैन। कपी स्ट्राइक लाग्छ, कपिराइट लाग्छ। गाह्रो छ हौ यार युट्युबमा त कपिराइट। चाबी मसँग के हो यो? चाबी उनीहरूसँग होला सबैसँग। यहाँबाट निस्किन आँटेको यहाँबाट निस्किन आँटेको। अब त्यहाँ पर छ पार्क गरेको हामीले। हिजो बेलुकाखेरि आएर रुमसुम उयो गरेर अनि हामी यहाँबाट निस्किन आँटेको। बसेर एक दिन दामी छ यहाँको भ्यू स्यू सब। त्यो भयो आज यहाँबाट हिँड्न आँटेको। अब बाटोतिर भेट्नुपर्छ है। ल त्यो उयो होला। यस्तो चाहिँ किन लाग्दैन त अहिले? यसले चाहिँ यस्तो चाहिँ किन लगाउनु भने नलगाऊ तिमी त। अरू नै लाग्दैन। पड्डा लाग्दैन त्यो झुम्कासुम्का लगेर त्यही त हो होइन। यसको घन्टिङ हुँदाखेरि एउटा लग्दै फोटो निकालेर हेर्नु न दुईटा उयो छ क्या सिट छ कि यो पनि सही है। देखिन्छ खोइ कालो न कालो देखिन्छ निदामा नि यस्तो आएको सक्यो। बुझ्नै सकिन जस्तो तिमी नकिन्ने। तिमी नकिन्ने खोलेर यो भित्रको हेर्ने होइन यसो एक धुनमा हेरिरहेको हुन्छ अनि एउटा लकडाउन क्या भयो यो रोनाल्डो पनि एउटा यस्तो ब्रेसलेट आउँदैन छ भने रोनाल्डो यस्तो क्या हो त नि आउँछ मैले त्यस्तो त्यो भएर नलग्दै हातमा छ एउटा दोकान अर्को दोकान भएको आमा कालियादेखि आउँछ दोस्रो लग्दिन अरे अहिले चाहिँ लगेर नभन्नु न यस्तो मलाई नाटेको जस्तो लग्दैन कसरी लगाउनु त पैसा छैन। यस्तै लग्ने डक्क लग्ने होइन अन्त उल्टो देखाइस् नि त यार। त्यो हिजोको उयो सही छ त यार। यो सनफ्लावर कि यसो उसको रुममा बसिराखोस् न भन्ने कुरा ए जस्ती भन्दा हिजो र आजको
घुमेर आएको यात्रा कस्तो भयो रमाइलो भयो नि यहाँ तर कस्तो ढेडुले गरेर कस्तो मलाई दालको पर नराम्रो लागेर लाग्यो नि यहाँको अरूभन्दा पछि गएर बोल्नु पनि कसरी बोल्नु भयो कस्तो मुखै देखाउन अप्ठ्यारो भयो क्या अब चाहिँ अब त्यस्तो चाहिँ के भयो ऊ पनि अब जान आँटेको छ फेरि यस्तै तनाव भयो अरू त सबै ठिकै छ कि ढेडु आएको थियो ढेडुसँग बाइक थियो मानेको थियो भने चाहिँ अब अर्कै माहौल अर्कै हुन्थ्यो अब छैन के भन्नु हिजो फेरि पानी परो नजाने भन्दा भने तात्तिर रोकियो भन्ने बित्तिकै तात्तिर हिँडिहाल्यो भोलि के होला भन्दै तातेर त्यस्तै हो यहाँ एउटा यहाँ निसन दादा यहाँ छ जुस्तो यहाँ छ ओइ ड्रिपी ब्लग हुँदैछ हौ यहाँ चाहिँ फेरि पालै पालो हक्ने काम गर्दैछ केटाहरू अटेन कपाल हौ यहाँ फेरि केटाहरूको पालै पालो हक्ने काम गर्दैछ रक्लीसँगले कहाँ अब यहाँबाट फिकलको पेट्रोल पम्पमा छ अहिले हामी फिकल पेट्रोल पम्पमा त हो त्यसपछि त हामी कन्याम डिस्ट्रिक्ट ओइ समय के ओइ यहाँ आइज न ओइ समय के यहाँ न होइन तेरो स्कुटीमा फर्स्ट लङ राइड के कस्तो भयो अन्त तेरो एक्सपिरियन्स फाडिरहेको ढाड दुखिरहेको छ होइन त्यो खुट्टा अघि हिँडेर होला आगो वर्थित थियो रमाइलो चाहिँ भयो नि के गर्ने यस्तै छ अब अर्कोचोटिदेखि त हिँड्दैन है आज त म भ्लगर भइदियो बेस्ट फ्रेन्ड त नआएकै ठिक हो त्यसलाई बेस्ट फ्रेन्ड त म ल्याउँदा पनि ल्याउँदिनँ थिएँ तर ढेडु अनि ढेडुभन्दा दाल चाहिँ आउनु पर्छ त्यति हो क्या दोस्त मलाई खिच्दै 2-3 मिनट भ्लग चाहिँ ऊ हाम्रो यहाँ ओ हगुवा लभली हगेर आएको रहेछ यस्तै छ ल राखिदिएको अब मैले ल राइट नाउ हाम्रो चाहिँ अब खाजा भयो होइन टक्कसँगले ल यता चप कस्तो हालेर कालो कस्तो छ हामी जानुपर्ने ऊ त्यहाँ माथि हिँड्न सकिन्छ होला दोस्त त्यसले चाहिँ म लगाउँदै जान्छु कस्तो सकिँदैन हौ त्यति सास फुलेर हुन्छ कि कसरी हुन्छ होइन आइज पोल्सामा पुग्न सकिँदैन अहिले आइज मलाई नहुने त लु कुद लाउरे यो त यत्रो आउँछ होला आए पनि आओस् भाले भएन आउँदैन पानी अघि चाहिँ छिटो छिटो मात्रै आइरहेछ लभली मौसम छ तर आज चाहिँ क्लाउडी छ पानी आउने होइन क्या यो यस्तो छ मौसममा कन्याम डाँडा त बब्बाल रहेछ नि त डाँडाबाट हेर्दा झन् त्यही भएर चाहिँ म ढाड्छ ऊ त्यो डाँडा आउने बनाउनु त्यही क्लास सर्ट हान्छु लभली छ त ल हामी हिँड्दैछौँ हिँड्दै जाँदा नातिन दोस्त लाउरे अहिले भर्खर भएको लाउरेको हालत हुन्छ चाउरे नै भइसक्यो यो घर बस्दा कस्तो लास्ट बोइलर भयो यार लभली छ है तर ठाउँ चाहिँ यसरी माथिबाट सबै देखिन्छ होला नि वाइट पनि ल दोस्त तल म टक्क दादालाई हिँडेको एनर्जी एक्सट्रिम ल यो भिडियो पनि एक्सट्रिमले हेरेर टक्क स्पोन्सर हान्ने जस्तै काटेन तार काटेको घरमा त्यसमा त मिल्छ टक्क करेन्ट र एक्सट्रिमलाई चाहिँ टक्क 4 बजिसक्यो होइन मेन्सन हानेर 2 घन्टाभित्र पुगिन्छ लभलीसँगले पाए त दामी हुन्थ्यो 2 घन्टामा माथिको डाँडा कस्तो दामी छ अब यहाँ हेर न त्यहाँबाट यहाँ भ्लगको लागि कन्टेन्ट है यो चाहिँ रिक लाग्छ क्या हामीलाई त्यसरी उल्टो भएर मेरो हात यसरी गर्दा त जस्तो गरेको छैन जस्तो अझै हेर्नु म त मुन्दुमको मुन्दुम प्लेट हान्छ भने चाहिँ फुले
हिँड्न त म कहाँ हिँड्छु बल्ल बल्ल माथि आइपुग्यौँ यार धिन नि त ढुङ्गामा परेर एकछिन बस्नु नि यहाँ चाहिँ आउँदै थियो एकछिन बस्यो आउँछ हौ त्यो चाहिँ म त हामी आधी बाटोमै रोकिन्छौँ जस्तो लागेको थियो यार आधी बाटोमै रोकिन्छौँ जस्तो लागेको थियो क्या सब्जी गएको भए के हुन्थ्यो होला है आइपुग्दैन थियो त्यही भएर म आएको त ढिट तलै बसेको त लभली दामी छ नि यार भिडियो बनाएको थिएन यहाँ कुन ढुङ्गा यो ढुङ्गा कि त्यो ढुङ्गा यहाँबाट हिँडेको भिडियोमा यहाँसम्म हिँड न यो ढुङ्गासम्म हिँड न ढुङ्गामा बस्नुपर्छ कि एकछिन त्यो ढुङ्गामा घुमाउने पनि हुँदैछ हौ घुमाउनेवाला हुँदैछ हो दामी छ भ्यू पनि केटाहरू दुईजना जाँदैछ अरू हामी तिनजना मात्रै माथि आयौँ तिनजना त्यही बस नसक्ने भएर हामी त ढिट आइदिएको तिनजना तर म मान्छ होला हौ दादाहरू है के हो माथि पानी पर्दै थियो अनि ढिलो भयो हिँडेकै छैन भन्दा ढिलो पानी पऱ्यो भन्नु पाइहाल्यो नि त पर्दै पानी पर्छ नि क्या एकछिनमा अब यत्रो टाइम हामी अगाडि केटाहरू दुईवटा गाडी पछाडि नै छ केटाहरू अब कतिजना त आएन होइन टाइम मिलेन के भएन सात्तिको बेलामा हामी त आइहाल्यौँ यार बाँस गाडी छेकिँदो रहेछ नि यार तिम्रो बब्बाल देखिन्छ यार बब्बाल अब यहाँ बाइकमै छौँ होइन